मर्निङ सबैलाई आज कति राम्रो छ सत्यको नजारा यो हो ओम शान्ति सेन्टर अनि त्यो पछाडि म चाहिँ टिका लगाएर प्रसादहरू लिइरहेको छु अनि यो चाहिँ थियो हामीहरूको बाबाको श्राद्ध अनि यहाँनिर मम्मीले भोग लगाउनु भएको थियो बिहानै हामी हिँड्नु दिन्थ्यो त्यही भएर टक्क प्रसादीमा थियो आलु खिर अनि यहाँ चाहिँ हामी अब दिदीलाई बाई बाई गऱ्यौँ अब यहाँनिर पेट्रोल हाल्ने टक्क फुलदेखि बन्द गरौँ टाढा हो त्यो पछाडि कोसीबारी आइसक्यौँ कोसीबारीमा टन्नै बाढी आएकै रहेछ अनि मजाले एकछिन रेस्ट गऱ्यौँ आमा छोरी गफ पनि टाइट थियो किनभने मम्मीको माइती जाने बाटो पनि यही हो नि त अनि पुरानो कुराहरू सोधेँ हल्का रमाइलो गऱ्यौँ आमा छोरी बोल्दै आमा छोरी स्कुटीमा लामो यात्रा अनि अगाडि बाटो कस्तो त मलाई थाहा थिएन अनि यस्तो राम्रो रहेछ एक्सपेक्ट गरेँ भन्दा धेरै राम्रो अनि अहिले त्यो फेस पाइनएप्पल हेर्नु कति राम्रो क्या अनि मैले यस्तो राम्रो देखिन्छ भनेर कन्टेन्ट पनि यस्तो सिक्दैछु बनाउनलाई कन्टेन्ट क्रिएटर भनेर अनि मिठो थियो यो पाइनएप्पलको जुस एनर्जी पनि आउँछ राम्रो हो भनेर अनि टट्ट खाएँ मैले मलाई मिठो लाग्यो अनि हल्का म आफ्नै साउने दिइरहेको छु त्यो कस्तो मिठो ल फाइनली यत्रो बाटोहरू कटिसकेर यो बाटो चाहिँ मलाई एकदमै राम्रो लाग्छ किनभने एभ्री इयर आउँदा देख्ने बाटो भएको हुनाले पनि यो चाहिँ पत्लादेखि बिलिगन्जसम्म जाने बाटो हो अनि मजा जाँदैछ सिमरा कति राम्रो बाटो सरेन रुखेर त्यही भएर मैले मम्मीलाई पक्र्न लाएँ मलाई डर लागिरहेको थियो मम्मीले झारिदिनुहुन्थ्यो भनेर अनि यहाँ फेरि आफ्नै आवाज त्यहीँनिर भएको हुनाले मैले बोल्नु यो बाँसको टेबल कुर्सी पनि सबै कुरा है अनि यो रुख चरा घडी चलेर यस्तो ढुट्टो छ मल्टी ट्यालेन्टेड पर्सन होटल डाँडा खाए दर्शन ल भ्लगको इन्डिङ यसरी हुँदैछ साथीहरू कहाँ खाँदैहरू हुन्छ दसैँ लागिसकेको छ त्यही भएर म चाहिँ अब यहाँनिर डाँडागाडी होटल दाई भाउजूले चट्ट चाउमिन बनाएर ल्याइदिइसक्नु भएको छ अनि कफी अब यो खाएर तृप्त हुन चाहन्छु उहाँले बनाइदिनु भएको थ्याङ्क यू सो मच भाउजू कस्तो लाग्यो लाइक गर्नु होला